षष्ठो षष्ठो अध्याय सतीदेवी यज्ञाग्निवर्ण नाम कुमारजी आज्ञा गर्नुहुन्छ। अगस्त्य मुनि कुमारजी आज्ञा गर्नुहुन्छ। अगस्त्य मुनि त्रिपुरदा भएको अत्यन्त रहस्यमय कथा मैले सुनाएँ। अब अरू के सुन्ने इच्छा छ त्यो आज्ञा होस्। कुमारजीको वचन सुने अगस्त्य मुनि बिन्ती भयो, हे पार्वती पुत्र, हे पार्वती पुत्र दक्ष प्रजापतिले भने 33 कोटी कन्याहरूको विवाह 33 कोटी देवतासँग गरिदिएको विष्णुका छलद्वारा सतीदेवीको विवाह महादेवसित भई कैलाशमा गएको कथा पनि मैले सुने। त्यहाँ उपरान्त के भयो त्यो सुन्न पाऊ। यो बिन्ती सुनेपछि कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, एक दिन दक्ष प्रजापतिले आफ्नी स्त्री बिरानीसित भने, हे बिरानी, अश्वमेध यज्ञ गर्ने धेरै अगाडिदेखि हाम्रो इच्छा अब पुरा गर्नु पर्ला जस्तो छ। त्यसका निमित्त अब सामग्री जुटाऊ। महादेव र सती बाहेक अन्य यज्ञमा अरू छोरी र ज्वाइँहरू ब्रह्मा विष्णु इन्द्र ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा र 10 दिक्पाल समेतलाई निमन्त्रण गर्न पठाऊ। आफ्ना पतिको यस्तो इच्छा भएपछि आफूलाई दिएको आज्ञा अनुसार दक्ष पत्नी बिरानीले यज्ञको सामग्री तयार गरिन्। यज्ञमा निमन्त्रणा गर्नुपर्ने सबैलाई निमन्त्रणा पठाइन्। दक्ष प्रजापतिका 33 कोटी छोरी ज्वाइँहरू नाना वस्त्र र गहना लगाई मणिमाणिक्य नाना द्रव्य कोसेलीले यज्ञमा आउन लागे। नन्दी भृङ्गी चतुष्टी योगिनी भूत प्रेत पिशाच प्रथम आदि गणहरूले शोभायमान सभामा महादेवले शोभा पाए। हे जति 33 कोटी छोरी ज्वाइँ ब्रह्मा विष्णु इन्द्र यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा 10 दिक्पालहरू समेत एकत्र भई मणिमाणिक्य आदि रत्न सुन्दर वस्त्र र गहना पहिरिएर अनेक प्रकारका नाच गीत वादम मङ्गल गान गर्दा दक्ष प्रजापतिका यज्ञमा अवर्णनीय शोभा हुन लाग्यो। त्यस आनन्दमा यज्ञमा को आए र को आएनन् भनी नारदहरूले उठेर यताउति हेरे। त्यहाँ उनले 33 कोटी देवता दक्ष प्रजापतिका 33 कोटी कन्याहरू ब्रह्मा विष्णु इन्द्र ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा र 10 दिक्पालहरू सबैलाई देखे, तर श्री महादेव र सतीदेवीलाई देखेनन्। महादेवको आह्वान नभई कुनै पनि यज्ञ पूर्ण हुँदैन भने दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला? निमन्त्रणा गर्न भुल भयो या पठाएको निमन्त्रणा पुगेन, विचार गर्नु पर्यो भने त्यहाँबाट अन्तर्ध्यान भएर नारद तत्काल कैलाशमा जाँदा भए। अगस्त्य मुनि उता कैलाशमा महादेवले सतीदेवीलाई भन्नुभयो, हे प्रिय, आज हामी जुवा खेलौँ, पासा ल्याऊ। सतीदेवीले हवस् भन्दै पासा ल्याएपछि शिव र पार्वती जुवा खेल्न लाग्नुभयो। निकै बेर खेलेपछि सतीदेवीले जितेर पतिलाई गिज्याउनुभयो। त्यसपछि शिवजीले झोली धाउमा थाप्नुभयो। सतीदेवीले पासा हालेर त्यो पनि जित्नुभयो। त्यसपछि शिवजीले त्रिशूल र डम्बर थाप्नुभयो। त्यसमा पनि सतीदेवीकै जित भयो। त्यसपछि शिवजीले नागका गहना थाप्नुभयो। त्यो पनि उसै गरी सतीदेवीले जित्नुभयो। त्यसै बेला दक्ष प्रजापतिको यज्ञका निम्ति मान्न देवताहरू आफ्नो विमानमा चढी मिठो वार्तालाप गर्दै आकाश मार्गबाट जाँदै थिए। उनीहरूलाई देखेर सतीदेवीले महादेवसित सोध्न लाग्नुभयो, र हे भुवनेश्वर, ती विमानमा जानेको आज्ञा होस्। यस्तो कुरा सुनि महादेवले तिमीलाई के धन्दा पर्यो? आफ्नो चाहिँदो धन्दा गर भनी महादेवबाट आज्ञा भयो। मनमा तर्कना र चिन्ता लिएकी सतीदेवी चुप लाग्नुभयो। महादेवले जिस्काउँदै जुवामा मुकुट थाप्नुभयो। त्यो पनि सतीदेवीले जितेपछि भन्नुभयो, हे स्वामी, हजुरका सबै कुरा मैले जितिसकेँ। लौ, अब के थाप्नुहुन्छ? यो सुनि लौ, अब म आफ्नो अङ्ग नै थाप्छु भनी तयार भएको देखेर सतीदेवीले भन्नुभयो, हे नाथा, केही गरी मैले हारेँ भने हजुरका अङ्गका सट्टामा
मैले कुन कुरा पाउँला यो विश्व ब्रह्माण्डमा हजुरका अङ्गहरूको सट्टा दिन योग्य वस्तु कुनै छैन। जुवामा जितेर मैले हजुरको अङ्ग मेरो बनाइरहनु पर्दैन। विवाहको समयमा नि मेरा बाबा आमाले तिलकुरो जलसहित मेरो हात हजुरका हातमा राखी कन्यादान दिएकै दिनदेखि हजुरको अङ्ग मेरो अङ्ग हजुरको भइसकेको छ। यसलाई मैले जितिरहनु पर्दैन। सतीदेवीका यी घतलाग्दा कुरा सुनेका महादेवले प्रसन्न हुँदै हे सती तिमी धन्य रहेछौ भन्नुभयो। यसरी कुरा गर्दै रहँदाको बखतमा देव ऋषि नारद आइपुगे। श्री महादेव र पार्वतीका चरणहरूमा साष्टाङ्ग दण्डवत गरी अञ्जली बाँधी खडा भए। श्री महादेवको स्वरूप कस्तो थियो भने जट्टाको मुकुट लगाई भागको छाला कमरमा बाँधी हात्तीको छाला ओढी शरीरमा खरानी घसी सर्पका गहना लगाई शिरमा गङ्गा र काखमा सतीदेवीलाई लिएका कोटी छुरिएको जस्तो त्यसले युक्त भएर भूत प्रेत नन्दी भृङ्गलाई द्वारमा राखेर आफू अग्लो आसनमा विराजमान हुनुभएको थियो। त्यस्ता श्री महादेवलाई देखेर नारदजीले मनमा ठुलो आनन्द माने बारम्बार नमस्कार गर्न लागे। नारदजीले आफूमाथि त्यस्तो भक्ति र प्रेत देखेर प्रसन्न हुनुभएका महादेवबाट आज्ञा भयो। हे नारद तिमीदेखि म प्रसन्न भएँ। आफ्नो मनोकामना अनुसारको वर मागो। यस्तो सुनेपछि हर्षले गदगद भएका नारदजी कोही बोल्न नसकी कडा भइरहे। केही नभोली यसरी उभिएको देखेर श्री महादेवले हे नारद के कारणले आयो भनी सोधनी गर्नुभयो। नारदले कर जोरी बिन्ती गरे। हे प्रभु मेरो चित्त हजुरको ध्यानमा सर्वदा लागिरहोस् यही वर माग्दछु। हे परम ब्रह्मा अब म यहाँ आएको जुन कारण हो सो निवेदन गर्दछु। हे प्रभु दक्ष प्रजापतिका घरमा हुन लागेको अश्वमेध यज्ञमा स्वर्ग मर्त्य र पातल तीनै लोकका देवता ऋषि नाग अष्टवसु 10 दिक्पाल ब्रह्मा विष्णु सहित सबै त्रिपुरुषहरू आएका छन्। त्यो हो यज्ञशालामा गई वरिपरि हेर्दा जगतका माता पिता तपाईँहरू दुवैलाई मैले देखिन। सबै देवताहरू आफ्ना गणसहित यज्ञमा आनन्द मनाउँदै थिए। यज्ञका स्वामी तपाईँलाई किन निम्तो भएन भने मनमा जिज्ञासा उठेकाले बिन्ती गर्न आएको हुँ। हे शङ्कर हे सती तपाईँहरू त्यहाँ उपस्थित नभएको अर्थ मैले नबुझेको हुँदा यति बिन्ती गरेको हुँ। नारदको कुरा सुनि सतीदेवीले श्री महादेवसित दुःख मान्नुभयो। हे प्रभु हे जगतेश्वर मेरा बाबा दक्ष प्रजापतिले ब्रह्मा विष्णु सहित 33 कोटी देवता ऋषि गन्धर्व किन्नर नाग अप्सरा दैत्य आदि र मेरा बहिनीहरू सहित 10 दिक्पाल सबैलाई डाक्दा हामी दुईलाई मात्र किन डाकेनन् भन्दै आँखाबाट आँसु थाल्नुभयो। सतीदेवीको यस्तो विलाप सुनि महादेवले सम्झाउन लाग्नुभयो। हे प्रिय मनमा कति पनि पिर नलेऊ किनभने तिमी नरुचाएकी छोरी मन नपराएको ज्वाइँ डाकेनन् त कसो गरौ। यसो कुरामा तिमीले आफ्नो अपमान भएको नठान। तिम्रा निम्ति म छँदैछु। त्यसको यज्ञमा गए हामीले के पाउनु छ र महादेवले यसरी सम्झाउँदा पनि सतीदेवी नमानी धेरै जिद्दी गर्दै पतिका पाउमा परि सतीदेवीले सुनेपछि अत्यन्त दुःखी भए। महादेवप्रति पाउमा परि बिन्ती गर्न लाग्नुभयो। यस समय आज्ञा पाए नारदका साथ लागि गएर यज्ञशाला हेरेर मात्र फर्किने थिए। त्यो सुनि श्री महादेवले फेरि सम्झाउन लाग्नुभयो। हे प्रिय धेरै हट नगर। तिमी आफ्नो विशेष मानमा रहेकी छौ। यहाँ गएपछि तिम्रो अपमान होला। जाने काम नगर। यसरी सम्झाउँदा पनि नमानी नारदका साथ लागि सती जानुभयो र दक्ष प्रजापतिले यज्ञ गरेको ठाउँमा पुगी
आफ्ना बाबा महतारीलाई ढोकिएकीका चारैतिर आँखा पुर्याउनु भयो। एकेमा आएका सबैलाई देखेपछि मनमा धेरै अपमान लिएर सतीदेवी आँखाबाट आँसु झार्दै भन्नुभयो, हे बाबा आमा, तपाईँहरूको यज्ञमा किन मलाई डाक्नु भएन? ब्रह्मा विष्णु इन्द्र आदि 33 कोटी देवता ऋषि गन्धर्व किन्नर नाग अप्सरा 10 दिक्पाल र तिनका स्त्री सहित सबैलाई डाके, हामी दुईजनालाई मात्र किन डाक्नु भएन? फेरि यज्ञका मूल स्वामी महादेव नभएको यज्ञ कसरी पूर्ण होला? यज्ञका फलदाता नै महादेव हुने भने थाहा भएन कि सम्पूर्ण देवताका नायक महादेव नै सृष्टि स्थिति र सम्भार हुने पिता यज्ञका अधिपति महादेवको आह्वान नभइकन गरेको यज्ञले केही फल प्राप्ति हुँदैन। यसकारण श्री महादेवलाई झट्टै डाक्नु आओस्। हे पिता शङ्कर नभइकन कुनै पनि यज्ञ पूर्ण हुँदैन। यस ब्रह्माण्डमा दुईवटा शङ्कर भएकोले तपाईँले एउटालाई नबोलाएको हो कि मैले त यस बेला कैलाशमा रहनुभएका एक शङ्करलाई मात्र जानेकी छु। सतीदेवीका मुखबाट यस्ता वचन सुनेपछि दत्त प्रजापतिले भने, हे छोरी, तिम्रो पति महादेव त्यो यज्ञमा राख्न योग्य नभएकोले मैले डाकिने। यस कुरामा दुःख नमान। हे पुत्र, तिमीबाट कुनै अपराध पनि भएको होइन। विवाह हुनु अघि तिमीले हाम्रो धेरै सेवा गरेकी पनि थियौ र हामीलाई सन्तोष पनि थियो। तिम्रा स्वामीकै कारण नै तिमीलाई डाक्न नपठाएको हुँ। सृष्टि स्थिति सम्भार गर्ने साथै समस्त यज्ञको फल दिने महादेव हुन् भन्ने तिम्रो भनाइ उचित होइन। महादेव केवल बहुला हो। सृष्टिकर्ता ब्रह्मा हुन्, स्थिति सम्भार गर्ने विष्णु हुन्, यज्ञका फलदाता पनि हुने नारायण नै हुन्। महादेव त देवता नै होइन। उसलाई नडाकेर मेरो यज्ञ कसरी अशुद्ध होला? ब्रह्मा विष्णुदेखि सम्पूर्ण 33 कोटी देवता यहाँ आएका छन् भने मेरो यज्ञ कसरी निष्फल हुन्छ? महादेव आएर के वर देला? यस्तै प्रकारले आफ्ना पिता दक्ष प्रजापतिका मुखबाट जगदीश्वर आफ्ना स्वामी श्री महादेवले धेरै अपमान भएको सतीदेवीले सुनेपछि उनी अत्यन्त दुखी भइन्। महादेव पत्री क्षुद्र वचन बोल्दै निन्दा गरेको सुनेपछि सतीदेवीले लाल आँखा पारी राता आँखा पारी सर्पले सुस्केर हाली धारा किडी रिसले उठेर भुइँमा लात्ताले हानी यज्ञतिर हेरी छातीमा मुड्कीले हाने शिव भन्दै श्री महादेवको नाम जप्दै यज्ञ कुण्डमा हाम फाली प्राण छोड्नुभयो र पर्वतराज हिमालयकी पत्नी मेनुकाका गर्भमा गएर वास गर्नुभयो। इति श्री स्कन्धे पुराण केदार खण्डे माघमात्म्य कुमार गते सम्वादे श्री सरस्वती परमेश्वरी व्रत कथा सतीदेवी यज्ञ प्रवेशो नम षष्ठो अध्याय समाप्त।